एक पटकको कुरा हो, एउटा सानो गाउँमा आर्यन नामको 10 वर्षीय बालक बस्थ्यो। उसले सरकारी विद्यालयमा पढ्थ्यो, तर उसले लगाउने जुत्ता पुराना र फाटेका थिए। उसका सहपाठीहरूले उसलाई फाटे जुत्तावाला भनेर जिस्क्याउँथे। एक दिन विद्यालयमा नयाँ विद्यार्थी आयो, रमन। ऊ शहरबाट आएको थियो र उसले राम्रो लुगा, चिटिक्क परेका जुत्ता लगाएको थियो। सुरुमा रमन पनि अरू बच्चासँगै आर्यनलाई जिस्क्याउन थाल्यो। तर एक दिन उसले आर्यनलाई विद्यालयपछि जंगलतिर कागज बटुल्दै गरेको देख्यो। रमनले सोध्यो, तिमी किन यो गर्दैछौ? आर्यनले मुस्कुराउँदै भन्यो, मम्मी बिरामी हुनुहुन्छ, बुबा छैनन्। मलाई पढाइ छाड्न मन छैन, त्यसैले म बेलुका कागज बटुलेर घर खर्च चलाउने प्रयास गर्छु। यो कुरा सुनेपछि रमनको मन छोयो। भोलिपल्ट विद्यालयमा उसले सबै विद्यार्थीहरूलाई बोलायो र आर्यनको कथा सुनायो। उसले आफ्ना केही पुराना तर राम्रो अवस्थामा रहेका जुत्ता, झोला र किताबहरू आर्यनलाई दियो। त्यस दिनदेखि विद्यालयमा कसैले आर्यनलाई जिस्क्याएन। बरु सबैले उसबाट मेहनत, इमानदारी र आत्मसम्मानको पाठ सिके। शिक्षा बाहिरी देखावटले मान्छे नाप्न सकिन्न। साँचो